ओहो यही हो यो मात्र तेल गरेर यो यसको मात्रै त धेरै महँगो हुन्छ निकालेर बाइकमा मात्र हाल्यो भने झन् A1 हुँदो रहेछ। A1 हुन्छ यो सबैले देखिराखेको गाउँघरमा सबैले देखिराखेको सबैले चिनिराखेको यसको नाम चाहिँ क्यास्टर ओइल भनेर चिनिन्छ। हामी चाहिँ बच्चा बेला धतुरो भनेर चिन्थ्यौँ। हाम्रो सरले पनि धतुरो नै हो भनेर सोध्दै हुनुहुन्थ्यो। बच्चा बेला धतुरो नै भन्थ्यो क्या हामीले। हाम्रो घरमा टन्न थियो, कहीँ कतै युज हुँदैन थियो, धतुरो भनेर चिन्थ्यौँ है। हाम्रो सरले धतुरो नै भन्नु भएन, धतुरो भनेर चिनेको। तर यो क्यास्टर ओइल भनेर चिनिन्छ। यसले चाहिँ हात खुट्टा जोइन्ट पेन भएको मान्छेले एकदमै मसाज गर्दा एकदमै राम्रो हुन्छ है। त्यसैले गर्दा मैले यो धेरै टिपिसकेँ। यो खास गरी चाहिँ खोला खोल्सीतिर एकदमै सबैतिर पाइन्छ। नेपालमा लगभग धेरै जिल्लामा पाइन्छ, तर नेपालीहरूले सदुपयोग गरेको देखिँदैन। यसलाई चाहिँ सदुपयोग गर्नको लागि चाहिँ यदि कसैलाई राम्रो लाग्छ, तपाईँलाई राम्रो लाग्छ भने त्यो खोला खोल्सीको टिपेर ल्याएर चाहिँ होइन, ल्याएर पिस दिने हो भने मात्रै मिलमा लाने भने 8-10 किलो भने पिसिहाल्छन् होइन सर। 8-10 किलो भने पिसिहाल्छन्। त्यो 8-10 किलो पिसिएपछि धेरै तेल आउँछ। त्यसले चाहिँ मसाज गर्नको लागि एकदमै राम्रो काम गर्छ। हुन त पेट सफा गर्नलाई अलिअलि खानु मिल्छ, धेरै खानु चाहिँ हुँदैन है। फेरि भमिटिङ गर्छन्, भमिटिङ गरेर चाहिँ फेरि समस्या हुन्छ। धेरै खानु मिल्छ, थोरै चाहिँ खानु पनि मिल्छ, तर धेरै जसो दल्नको लागि हो। यो चाहिँ विशेष गरी मोटरसाइकलको लागि, गाडीको लागि क्यास्टर ओइल त राम्रो भने बेचिरहेको हुन्छ। खास गरी मान्छेलाई पनि राम्रो हो। त्यसैले गर्दा यो सदुपयोग गरौँ भन्छु। यो चाहिँ पाकेको भाग यस्तो हुन्छ। यसको भित्र दाना चाहिँ यस्तो हुन्छ। दाना चाहिँ टाटे पाङ्रे परेको हुन्छ है। यस्तो हुन्छ भित्रको दाना चाहिँ क्यास्टर ओइल। यति राम्रो तेल हो यो, महँगो मूल्य बिक्री हुन्छ। ठ्याक्कै हेर्दाखेरि किर्ना जस्तो देखिन्छ है। यो चाहिँ क्यास्टर ओइल। यो चाहिँ लगेर चाहिँ मजाले पिसेर हामीले तेल बनाउन सक्छौँ। त्यो तेल चाहिँ एकदमै सदुपयोग हुन्छ। धेरै महँगो मूल्य बिक्री हुन्छ। मैले फेरि दोहोऱ्याएर भने। त्यसैले तपाईँलाई राम्रो लाग्छ भने यो चाहिँ खोला खोल्सीतिर सकेसम्म लगाउने नै गरौँ। विदेशतिर चाहिँ आय आर्जनको निम्ति खेती नै गर्छन् है। टन्नै खेती, इन्डियामै टन्न खेती गर्छन्। तर अब नेपालमा चाहिँ खेर गइरहेको छ। यो खेर नफालौँ भन्न चाहन्छु म चाहिँ। राम्रो लाग्छ भने सबैजनाले चाहिँ टिपेर सदुपयोग गर्ने गरौँ है। यो कालो हो, यो चाहिँ एकदमै राम्रो। यो चाहिँ यसभित्र किर्ना जस्तो दाना हुन्छ क्या। यो बाइकमा हाल्ने तेल भनेको क्यास्टर ओइल हो यही हो यो मात्र तेल गरेर यो यसको मात्रै त धेरै महँगो हुन्छ। निकालेर बाइकमा मात्र हाल्यो भने झन् A1 हुँदो रहेछ। A1 हुन्छ पनि राम्रो हुँदो रहेछ है। अनि जोइन्टहरू दुख्ने यताउति भयो भने लाई पनि राम्रो, तेलको लागि पनि धेरै राम्रो खालको रहेछ। पहिला हामी सानोमा धतुरो भन्थ्यौँ। हो हामीले धतुरै भन्थ्यौँ। तर यो चाहिँ नि अब यो पूजा पाठमा पनि एकदम चल्ने रहेछ क्या। यो पूजा पाठमा मैले बेचेको पनि देखाएको छु। उहाँ हाम्रो बसन्तपुरमा नि यस्तो बेचेको देखाएको ठुल्ठुलो है। यो अलिक सानो खालको रहेछ। मैले एकचोटि सोधेको थिएँ, यो गोटाको पहिला 5 रुपियाँ भने जस्तो लाग्छ। अहिले त बढे पनि होला यसको दाम। पूजा उसमा नि मैले यसो सोधे पनि थिएँ कि एकचोटि धतुरोको। यो त हाम्रो उतातिर फालाफाल पाइन्छ भन्थे। आएर यसको महत्त्वपूर्ण अहिले बुझ्दैछु कि मैले पनि। त्यही भएर अहिले चाहिँ नि यो धतुरो भने त्यो क्यास्टर ओइल पनि रहेछ। बाइकमा पनि हाल्न मिल्ने, तर ओरिजिनलमा पर्दो रहेछ यो। अब मिसावट केही नभएर यसलाई मात्रै खिचेर यसलाई मात्रै राम्रोसित अब भन्नु न प्रोसेस गरेर अथवा मिलमा लगाएर तेल निकालेर बाइकमा हाले पनि बाइकको कन्डिसन दामी भयो नि, एकदम राम्रो हुँदो रहेछ होइन। तर मैले चाहिँ अहिले लास्टमा आएर बुझ्दैछु है। यो अब राम्रो खेती पनि गऱ्यो भने चाहिँ सबैलाई फाइदा पनि हुने रहेछ होइन। सबैले लगाउनु पर्ने चिज रहेछ क्या यो। अहिले आएर चाहिँ नि मैले पनि महसुस गर्दैछु, म पनि लगाऊ कि भन्ने एउटा सोचमा चाहिँ नि मैले उल्टाइ फल्टाइ गरेर पनि हेरेँ होइन। यसमा चाहिँ नि अब धेरै राम्रो गुण भएको भएर अब शरीरमा जोइन्ट भएर दुख्ने यसको यस्तै महत्त्वपूर्ण यसले भूमिका खेल्दो रहेछ कि। अहिले आएर मैले बुझ्दैछु यो एकदम धेरै सबैले बुझ्दा अझ राम्रो। बच्चामा चाहिँ धतुरो भनेर चाहिँ मैले याद चाहिँ नि मैले बसन्तपुरमा पनि सोधेको थिएँ। अनि यो यसको पूजा पाठमा यसो युज गर्ने हुन्छ भनेर। तर त्योभन्दा अलिकति आकार चाहिँ सानो रहेछ, त्यो धतुरो भनेर ठुलो रहेछ। तर यसलाई इङ्ग्लिसमा चाहिँ क्यास्टर ओइल भनेर भन्दो रहेछन्। नाउँ पनि मैले अहिले थाहा पाएँ होइन। त्यसको लागि अब यो राम्रो खालको फल रहेछ। अब खान पनि मिल्ने भन्नुभएको छ उहाँ सरले। थोरै खानु हुन्छ, धेरै खायो भने बमिन आउँछ पनि भन्नुभएको छ। तर धेरै ठिकै मात्रामा खानुपर्ने रहेछ एउटा हिसाबले चाहिँ नि राम्रो खालको फल रहेछ यो होइन। ल एकदमै राम्रो छ यो। ल धन्यवाद।